उहाँ चाहिँ विमल राई हुनुहुँदो रहेछ घर त कहाँ गर्नुहुन्छ अब लेखन रहेछ हामी चाहिँ यसो सहयोग गरिरहेछौँ कि उहाँ चाहिँ मुटुमा बल बन्द भएको रहेछ उहाँलाई चाहिँ धेरै ठुलो समस्या रहेछ क्या अब आर्थिकको हुन्छ अब त्यत्रो होइन कोठामा बसेको श्रीमान पनि अब जिमी काम गर्नुहुँदो रहेछ खानु पनि पऱ्यो भाडा पनि तिर्नु पऱ्यो अब यो सानो सहयोग तपाईँलाई यो धेरै छैन होइन यो सुनामिसको हामीले चाहिँ छुट्याइरहेको थियौँ कि तपाईँलाई अस्ति यस्तो भएको छ भनेर नाम्जावती भाइले चाहिँ त मिसको नाम त के माया प्रधान भन्नुभयो नाम्जावतीले भन्नुभयो अनि त्यही भएर चाहिँ उहाँलाई समस्या छ भनेर हामीले अब नेक्स्ट टाइम हामी फेरि पनि अझै आउँछौँ कामहरू यताउता भयो भने तपाईँलाई सम्झिन्छु है 10% छुटाएर राख्नु भएको चाहिँ तपाईँले क्या होइन त्यसरी बुझौँ न अघि नै भनिहाल्नु भने मेरो समस्याहरू आफ्नो समस्या सम्झेर आउनुभयो भन्नुभयो यो पनि राम्रो कुराहरू गर्नुभयो अब रिसोर्टमा पनि धेरैजना मान्छेहरू आउँछन् अहिले होइन त्यहाँबाट पनि अलिअलि छुट्याइ राखेको क्या मैले अनि त्यही भएर अब सबैले सहयोग यसरी गऱ्यो भने त हजुर टिकटक रिसोर्ट धन्यवाद सबैजनालाई हुन्छ